विद्यार्थी भाइ बहिनीहरु तथा शिक्षक साथीहरु नमस्कार। आजको यो भिडियोमा हामी क्लास 11 इंग्लिश को युनिट 10 अन्तर्गतको होम लाइफ एन्ड फ्यामिली रिलेशनशिप भन्ने युनिटको राइटिङ, ग्रामर र स्पिकिङ सेक्सनमा जति पनि एक्सरसाइजहरु छन् ती सबै एक्सरसाइजहरु हेर्ने छौं। सो भिडियो लास्टसम्म हेरेर फाइदा उठाउनु होला। लेट्स बिगिन विथ राइटिङ एक्सरसाइज। यो चाहिँ पेज नम्बर 93 र 94 मा रहेको छ भाइ बहिनीहरु। बेसिकली यसमा चाहिँ डायरी किपिङ सँग रिलेटेड एक्सरसाइजहरु यहाँ दिएको छ। क्वेशन लामो छ भाइ बहिनीहरु, त्यही भएर यसमा चाहिँ के बुझ्ने भने एउटा डायरी राइटिङ लेख्नु पर्ने छ। त्यसको सिचुएसन चाहिँ यहाँ दिएको छ। सपोज अ चाइल्ड हु लिभ इन अ सिटी हो त्यसरी भनेको छ हैन। विथ हिज हर प्यारेन्ट्स एक्कम्पनीड हिज हर फादर टु भिजिट एन एल्डरली ग्रान्डमदर इन द विलेज भनेको छ। ल क्वेशन पढ्नु होला। मैले यसको आन्सर चाहिँ यहाँ लेखिदिएको छु भाइ बहिनीहरु। तर आन्सर यति मात्रै हैन है, त्यही भएर मैले तल त्यहाँ टु बी कन्टिन्युड पनि लेखेको छु भाइ बहिनीहरुलाई कन्फ्युजन नहोस् भनेर। यसको टु बी कन्टिन्युडको अर्थ चाहिँ यसको आन्सर चाहिँ हाफ आन्सर चाहिँ अझै बाँकी नै छ, फुल आन्सर चाहिँ अझै आउन बाँकी नै छ भन्ने हो। ओके, टु बी कन्टिन्युडको अर्थ त्यो हो। बाँकी आन्सर चाहिँ अब यहाँ हेर्नुस् त, यसको हाफ आन्सर चाहिँ बाँकीको हाफ आन्सर चाहिँ यहाँ लेखेको छु मैले हैन। लास्टमा अम्मा भनेर लेखेको छु, आमा सरी लास्टमा आमा भनेर लेखेको छु। भाइ बहिनीहरुले त्यो कुरा ख्याल गर्नु होला, विचार गर्नु होला। ओके, आफ्टर दिस भाइ बहिनीहरु यसमा त एउटा मात्रै एक्सरसाइज हो। बाँकी राइटिङ सेक्सनमा चाहिँ यही मात्रै एक्सरसाइज थियो। बाँकीको एक्सरसाइजहरु चाहिँ जस्ट रिडिङको लागि मात्रै थियो हैन। अब ग्रामरसँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु यो चाहिँ पेज नम्बर 95 र 96 मा रहेको छ। यसको एक्सरसाइज नम्बर बी ले के भन्छ भने कम्प्लिट द फलोइङ सेन्टेन्सेस विथ हाउएभर, अल्दो और इन स्पाइट अफ भनेको छ। यो हाउएभर, अल्दो र इन स्पाइट अफ युज गरेर चाहिँ हामीले ब्ल्याङ्कहरु फिल गर्नुपर्ने हुन्छ। ओके, ए नम्बरमा इन स्पाइट अफ हुन्छ, बी नम्बरमा अल्दो, सी नम्बरमा हाउएभर, डी नम्बरमा अल्दो, ई नम्बरमा इन स्पाइट अफ, एफ नम्बरमा इन स्पाइट अफ, जी नम्बरमा हाउएभर अनि एच नम्बरमा चाहिँ अल्दो हुन्छ। त्यही अनुसारले लेख्नु होला। अब सी नम्बरको एक्सरसाइजहरु भाइ बहिनीहरु, कम्बाइन द फलोइङ सेन्टेन्सेस युजिङ द वर्ड्स गिवन इन द ब्र्याकेट्स। 6 वटा सेन्टेन्स दिएको छ। त्यो 6 वटालाई चाहिँ हामीले कम्बाइन गरेर एउटै सेन्टेन्स बनाउनु पर्ने हुन्छ। अनि कम्बाइन केले गर्ने त भन्दाखेरि ब्र्याकेटमा जुन वर्ड दिएको छ नि कुनै त्यो वर्ड युज गरेर चाहिँ हामीले कम्बाइन गर्नुपर्ने हुन्छ। मैले सबै क्वेशनको आन्सर गरिदिएको छु, भाइ बहिनीहरुले बुझेर पढेर सार्नु होला। नम्बर डी लास्ट एक्सरसाइज हेरौँ। रिराइट द फलोइङ सेन्टेन्सेस युजिङ अल्दो एन्ड इन स्पाइट अफ। ल यहाँ पनि सेम लगभग भनौँ न सी नम्बरकै जस्तो क्वेशन छ। मैले यहाँ सबै आन्सर चाहिँ गरिदिएको छु। जम्मा 5 वटा सिचुएसन दिएको छ। अनि त्यो सिचुएसनमा चाहिँ हामीले अल्दो वा इन स्पाइट अफ युज गरेर चाहिँ त्यो सेन्टेन्सहरुलाई चाहिँ एउटै सेन्टेन्स रिराइट गर्नुपर्ने हुन्छ। ओके, ल क्वेशन नम्बर ए र बी को अघि थियो भने क्वेशन नम्बर सी, डी र ई को बाँकीको 3टा क्वेशनको चाहिँ आन्सर यहाँ छ। मैले भरिसके भाइ बहिनीहरुको सजिलोको लागि गरिदिएको छु। मजाले हेरेर बुझेर सार्नु होला। ओके, अनि भाइ बहिनीहरुलाई मेरो च्यानलले हेल्प गरिरहेछ, चाहे त्यो होमवर्कमा हेल्प होस्, चाहे एक्जामको प्रिपरेसनको हेल्प होस्, कुनै तरिकाले मेरो भिडियोलाई हेल्प गरिरहेछ भने मेरो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। स्पिकिङ सेक्सनको एक्सरसाइज नम्बर सी। अब यो लास्ट एक्सरसाइज हुन सक्छ भाइ बहिनीहरु, लास्ट एक्सरसाइज नै हो। र यो एक्सरसाइजहरु भाइ बहिनीहरु, वर्क इन पेयर, मेक डायलग्स बिट्विन टु फ्रेन्ड्स युजिङ द सिचुएसन बिलो भनेको छ। 7 वटा सिचुएसन दिएको छ। त्यो 7 वटा सिचुएसनका लागि चाहिँ हामीले दुईटा फ्रेन्ड बीचको कुराकानी चाहिँ देखाउनु पर्ने हुन्छ। ओके, ल मैले यहाँ गरिदिएको छु भाइ बहिनीहरु, हेरेर बुझेर सार्नु होला। ओके, ल सबै सिचुएसनको लागि चाहिँ मैले एउटा कन्भर्सेसन बनाइदिएको छु हैन। त्यो कन्भर्सेसन चाहिँ हेरेर बुझ्नु होला है। यो पढ्ने खालको एक्सरसाइज हो भाइ बहिनी, स्पिकिङ प्र्याक्टिस गर्ने एक्सरसाइज हो। मैले यहाँ आन्सर चाहिँ गरिदिएको छु, तर खासमा चाहिँ यो स्पिकिङ प्र्याक्टिस गर्ने एक्सरसाइज हो। अलराइट, स्पिकिङ प्र्याक्टिस गर्ने एक्सरसाइज हो। यसमा चाहिँ हामीले पोजिटिभ रियाक्सन्स, नेगेटिभ रियाक्सन्स त्यस्तो कुराहरु ख्याल गर्नुपर्ने हुन्छ हैन। हामीलाई मेन सिकाउन खोजेको भनेको चाहिँ पोजिटिभ रियाक्सन्स, नेगेटिभ रियाक्सन्स कसरी दिने भन्ने कुरा चाहिँ सिकाउन खोजेको। मैले यहाँ सबै भाइ बहिनीहरुको प्र्याक्टिसको लागि चाहिँ गरिदिएको छु। भाइ बहिनीहरुले त्यो हेरेर चाहिँ बुझेर अनि त्यो आफूले प्र्याक्टिस पनि गर्नु होला। ओके, अनि सरहरुलाई देखाउनु पनि होला। ओके, ल यो भिडियोमा त यति नै भाइ बहिनीहरु। बाँकीको एक्सरसाइजको लागि चाहिँ मैले डिस्क्रिप्सनमा एउटा लिंक राखेको छु। त्यो लिंकमा क्लिक गर्नुभयो भने भाइ बहिनीहरुले क्लास 11 इंग्लिशको सबै युनिटको एक्सरसाइजहरु त्यहाँ पाउन सक्नुहुन्छ। आफूलाई चाहिएको युनिटमा क्लिक गरी आफूलाई चाहिएको एक्सरसाइज हेर्नु होला। ओके, भन्दै अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि थ्यांक यू। अनि च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने च्यानल पनि सब्स्क्राइब गर्नु होला।